हेलो दर्शन, नमस्ते साथीहरू, गुड मर्निङ। हामी चाहिँ आज बिहानको छोटो भिडियो अलिकति हामी चाहिँ बुढाबुढी जिम जाँदैछौँ कि बिहान 5 बजे दिव्या पार्टी प्यालेसको बिल्डिङमा हो। बिहान बिहान अलिक फ्रेस हुन्छ नि त। बाइकमा चाहिँ तर लास्टै चिसो, यति चिसो बढेछ कि काठमाडौँमा यति चिसो बढेछ कि बाफ्रे। यहाँ चाहिँ जिम, जुम्बा, सोना, स्टिम सबै हुन्छ है। हजुरहरू पनि आउनु होला। यसको फर्स्ट फ्लोरमा चाहिँ फोटो मुन छ, फोटो स्टुडियो। वालमा कस्तो राम्रो राम्रो फोटो राखेको छ कि। यहाँ चाहिँ ऐनामा सेल्फी हाल्नु खोजेको मैले कहिल्यै पनि जानिनँ क्या। हामी अब जुत्ता चेन्ज गरेर पानी भरेर हामी चाहिँ भित्र छिर्छौँ। यो चाहिँ हाम्रो क्लब हो, जिम क्लब। बिहान खासै धेरैजना त आउनु भएको छैन, चिसो भएर होला सायद। आउनुहुन्छ बिस्तारै। अब म चाहिँ यहाँ स्ट्रेचिङ गर्छु, जिम गर्छु, अनि सोना स्टिम लिएर नुहाइधुवाइ गरेर निस्किन्छु बाहिर। यस्तो छ। हामी चाहिँ कार्डियो लास्टमा गर्ने हो। ट्रेडमिलमा हिँड्छौँ लास्टमा, साइक्लिङ गर्ने। अहिले चाहिँ यो गर्ने, यति गरेर म चाहिँ नुहाइधुवाइ गरेर बाहिर निस्केँ। अब अघि जाँदाखेरि त 2 जना थियौँ कि, अहिले फर्किँदा चाहिँ म एक्लै देख्नुभयो। उहाँ चाहिँ आज काम थियो, त्यही भएर स्टिम नलिकन निस्किनु भयो। म चाहिँ स्टिम गरेर नुहाइधुवाइ गरेर अनि निस्केको। अब घर जाँदैछु। खासै धेरै टाढा त छैन, 5 देखि 7 मिनट त लाग्छ घर पुग्नलाई। अनि यो चाहिँ मोक्षदा स्कुल हो। यहाँ चाहिँ मर्निङमा आज बच्चाहरू क्रिकेट सिक्दैछन् कि। यहाँ चाहिँ क्रिकेट पनि सिकाउँछ, क्रिकेट स्कुल पनि हो क्या अरे। बिहान बिहान आउँछन् बच्चाहरू। अनि अलि अगाडि बिग मार्ट छ। मेरो चाहिँ घरमा आज अन्डा सकिएको छ, त्यही भएर बिग मार्ट गएर अन्डा लिएर घर जाने। म चाहिँ बिग मार्टमा छिर्छु अनि सिधै अन्डा भएको ठाउँतिर जान्छु कि अन्डा लान। आउँदा आउँदै लिएर जाँदाखेरि सजिलो हुन्छ नि त। घर गएर फेरि पसल आउनुभन्दा जाँदा जाँदै लिएर जाने। सिधै अन्डा भएकोतिर गएँ। म चाहिँ 1 क्रेट अन्डा पनि किनेँ। अब घर जाँदैछु। अब अन्डा लिएर। कस्तो जाडो क्या बाफ्रे। म घर पनि पुगेँ। अब घरको भित्रको गेटमा चाहिँ छोरी मामु भन्दै बोलाउँदै बस्थ्यो क्या मलाई। अब सुज खोलेँ अनि त्यस पछाडि म भित्र छिरेँ। मामु भन्दैछन् यो छोरीले। अब जाडो छ, हिँड्दा हिँड्दा पनि चिसो भयो, त्यही भएर म चाहिँ कफी बनाएर खान्छु कि। यो चाहिँ आमाको र मेरो लागि हो। उहाँ चाहिँ मेरो सासु आमा। कफी बनाउँछु, जाडो छ, तातो तातो कफी खानुपर्छ। त्योभन्दा अगाडि म मेरो देवर बाबुलाई फोन गर्छु। उहाँलाई नानी लिएर आइदिनुहोस् भन्छु। स्कुलको लागि रेडी गर्नुपर्ने छ बच्चाहरू। फोन लाउँदैछु कि म। मैले फोन गरेर नानीलाई लिएर आउनु भन्छु। अनि त्यसपछि म कफी बनाउनतिर लागेँ। फेरि मैले चाहिँ पहिला थोरै पानी हालेर कफी फिट्छु क्या। यो कफी मेकर चाहिँ एकदमै सजिलो कि, एकदमै सजिलो। ब्याट्रीवाला होइन, चार्जवाला हो। चार्ज पनि मजाले टिक्छ। एकचोटि गरेपछि मैले लगभग 20 दिन जति भयो होला हौ यो चार्ज नगरेको पनि। त्यो पनि मजाले फिट चल्छ क्या यो। एकदम चार्ज टिक्छ। अन्डाहरू फिट्ने पनि आउँछ यसमा। हजुरहरूले पनि लिनुभयो हुन्छ है। यसमा चाहिँ अब म चाहिँ पानी तात्यो कि तातेन भनेर वेटमा छु क्या। पानी तातिन लाग्यो होला। अब पानी तात्यो। अब म पानी हाल्छु तातो तातो कफी खानुको लागि। दुईटैमै बिहान बिहान कफी खानुको मजै छुट्टै हुन्छ क्या। फेरि यो चाहिँ विदाउट सुगर हो क्या।
कफी हामी चिनी खाँदैनौँ। कफी चाहिँ चिनी नहालेकै मनपर्छ मलाई त। मेरो आमा मुसुक्क हाँस्नुहुन्छ। चाहिँ मेरो छोरीले के भन्दैछ, हजुरबासँग खेल्दैछ उहाँ लुटुपुटु। म पनि कफी खान्छु। आमे कस्तो तितो भए पनि कति मिठो लाग्छ क्या। तितो नि मिठो हुन्छ कफी जाडोमा। अब चाहिँ म कफी खाएर बच्चाहरूलाई अन्डाहरू दिन्छु, नास्ता दिन्छु। त्यसपछि उनीहरूलाई स्कुलको लागि रेडी गरिदिन्छु। कपाल कोरिदिएर रेडी गरेर उहाँ दुईजना सेम लुगा लाउने भनेर आज उहाँ हक गर्दैछ। कति मिल्छन् दुईजना फेरि। सेम लुगा लाउने अरे। आमाले पुर्याइदिनुहुन्छ कि स्कुलमा चाहिँ। ल रेडी भए। अब यिनीहरूलाई म माया गर्छु। वाउ कति खुसी भएको क्या। सेम छ दुईजना। झऱ्यो। अब बाई गर भनेको उनीहरूलाई ललिपपमै ध्यान छ क्या। उनीहरूलाई बाई गर्नु नै छैन। यस्तो छ कि बच्चाहरू। झऱ्यो फेरि। बाई गर न भनेको बल्ल त्यही पनि ललिपपमै ध्यान छ। बल्ल बाई गरेछ त्यही पनि ललिपपमै ध्यान छ कि। प्रियान्सुले चाहिँ ब्यागमा हाल्ने अरे, उसलाई चाहिँ खोल्नै पर्यो अरे रितिसालाई चाहिँ। ल भाइ पनि गर्दैछन्। ल बुवा पनि आइपुग्नु भएछ। चिसो भयो अरे, ज्याकेट लाउनु पऱ्यो अरे भनेर आउनुभएको बुवा। ल गयो मेरो नानीहरू, मेरो भान्ट्याङ भुन्टुङ, मेरो मुटुको टुक्राहरू सबै गए। मेरो बच्चाहरू स्कुल गए। अब यसपछि म चाहिँ आफ्नो डेली कार्यतिर लाग्छु। अझै माया गर्दैछन्। बच्चाहरू स्कुल पठाइसकेपछि एक पारा काम सकिन्छ क्या। त्यसपछि म कोठामा जान्छु, सफा गर्छु। यो चाहिँ धान चामल कुट्नु छ क्या। चामल सकिन लागेछ। त्यही भएर अब अन्डा खान्छु। अनि त्यस पछाडि अन्डाको पनि व्हाइट मात्रै खान्छु, पहेँलो चाहिँ खाँदिनँ। अनि अब खाना बनाउने, सफा गर्ने, अनि त्यसपछि अफिस जाने। ह्याभ अ ग्रेट डे। आजलाई यति। बाई। सी यु अर्को पार्टमा। बाई।